हेलो साथीहरू, म चाहिँ सासूमालाई खाजा के बनाइदिउँ भनेर भित्र गएको त सासूमा त मोबाइल हेरेर बसिरहेको रहेछ। के हेरिसकेको रहेछ भनेर यसो हेरेकोखेरि मैले नहेरी सिरियल रहेछ। अनि आच्या अगाडिपट्टि हेरेको त फेरि निदाइसक्यो। हे भगवान्, यसरी कसको सासूले फिल्म हेर्छ हौ? हात मोबाइलले मान्छे हेऱ्यो कि मान्छेले मोबाइल हेऱ्यो? अत्तो पत्तो छैन त चस्मा पनि कहाँ पुगेको? ल हेर्छु त, यसरी कसैले मोबाइल हेर्छ होला त? यस्तो छ हाम्रो सासूमाको हेराइ, मोबाइल हेराइ। बा फिल्म हेऱ्यो के हेऱ्यो अत्तो पत्तो छैन। मान्छे भुस सपनामा पुगिसक्छ रहेछ, यता मोबाइल चलिरहेछ, यता मान्छे सुतेर घुरेर बस्छ हो, अझ हात टेकी हो कि त्यो मोबाइल नि बिचरा कतिदेखिबाट चलिरहेको छ थाहा छैन। मान्छे एकछिन नबोल्ने भने मोबाइल हेर्दा हेर्दै यसरी निदाइसिन्छ। अझ मैले कोट्टाएर बोलाएको त पागल नि भन्दै कनाएर उर्सिन्छ। कस्तो मजाको सपना देखेको थिएँ, डिस्टर्ब गरिदियो भन्दै बस्छ। के हेरायो त्यस्तै हो भनेको त निदाइछु के भन्दै हाँसिन्छ फेरि। हे भगवान्, मोबाइल त हेर्नु, तर मोबाइलले मान्छेलाई यसरी हेरेको चाहिँ मैले पहिलोचोटि देखेँ। यस्तो कसैले हेर्छ होला त? जो मेरो सासूमाले हेर्छिन्छ। त्यही भएर साथीहरू, यस्तो गरेर हेर्ने मान्छेको सासूहरू सोच